छोरी मान्छेले चाह्यो भने नि घर 1 सेकेन्डमा भत्काइदिन्छ। घर बनाउने कि बिगार्ने हात नि छोरी मान्छेको। त्यही भएर छोरी मान्छे नि डेगिलो भएर बस्नुपर्छ। स्ट्रेटली भनेको छोरी मान्छे नि बलियो भएर बस्नुपर्छ। तपाईको श्रीमान नि रक्सी खाएर व्यभिचार गरेर दुनिया दिवाना गरोस्, तर तपाई घरमा डेगिलो भएर बस्नु भयो भने तपाई घर अझै पनि बनिने चान्सेस छ। तर एकचोटि श्रीमतीले त्यसरी हिँड्नुस् कि त्यो परिवार सकियो। त्यही भएर छोरी मान्छेहरूलाई नि परमेश्वरले नि विशेष एउटा वरदान चाहिँ के हो? सहनशीलता। स्त्रीहरूले धेरै सहन सक्छ, किनकि बच्चा जन्माउने बेलामा नि उनीहरूलाई धेरै पीडा भएको हुन्छ। त्यही भएर म मेरो मण्डलीको प्रत्येक स्त्रीहरूलाई म उत्साह दिन चाहन्छु, घर नबिगार्नुहोस्, घर बनाउनुहोस्। हालेलुया। बाइबलले नि बुद्धिमान पुरुषले घर बनाउँछ भन्दैन, बुद्धिमान स्त्रीले घर बनाउँछ भन्छ। हालेलुया। श्रीमानको अधीनतामा बस्दिनुहोस्, श्रीमानको बारेमा मिठो बोलिदिनुहोस्, श्रीमानलाई सहायता गरिदिनुहोस्। हालेलुया। श्रीमान खराब छन् भने प्रार्थना गरिदिनुहोस्। हालेलुया। किनकि तपाईको रिसले, तपाईको झगडाले, तपाईको किचकिचले बदलिने भएको पहिल्यै बदलिन्थ्यो। पत्रुसको किताबले भन्छ, तिमीहरूको जीवनमा आएको चेन्ज देखेर तिमीहरूको श्रीमान प्रभुमा फर्किनेछ भन्छ। हालेलुया। 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 यदि मेरो श्रीमतीले मलाई पहिल्यै छोडेको भए नि म यहाँ हुन्थ्यो होला। तपाईँलाई एउटा कुरा भनौँ, आज मेरो श्रीमती पनि यहीँ छ। म बिग्रेको बेला नि मलाई उसँग पुरा रिस उठ्थ्यो, तर फेरि नि उभिन मलाई 1 सेकेन्ड बात पनि गाह्रो हुन्थ्यो। माया पनि पागल चाहिँ गर्थे, तर त्यो माया देखाउनै नआउने। त्यही भएर त नि उसको माया त आयो भने रिसाएर मलाई घात काटौँ कि के गरौँ कि कसो कसो भइहाल्थ्यो। उसले छोडेर गएन। हालेलुया। म सुध्रिहालेँ, मान्छे राम्रो भइहाले, मेरो बुढी मैसँग छ, म मुख्य भइहाले। हालेलुया। हालेलुया।